झोलेहरूलाई यस्तो पनि लाग्छ यो सबै कुरामा छुट 35 वर्षदेखि यो देशलाई तन्नम बनाउने तिनका 12 दाइलाई मात्रै हुनुपर्छ। 23 गते अन्धाधुन्ध गोली हानेर अबोध बच्चा नमारेको भए 24 गते जनता आक्रोशित हुने थिएनन्। आक्रोशित जनताको भिडमा लुकेर पार्टीका कार्यकर्ताहरूले विध्वंस नमच्चाएको भए यत्रो भौतिक क्षति हुने थिएन। कांग्रेस नेता दिल्ली बहादुर चौधरीको घरमा लुटपाट र आगजनीमा कांग्रेसकै कार्यकर्ता संलग्न भएको भेटिन्छ। कांग्रेस महामन्त्री गगन थापाको घरमा एमालेका कार्यकर्ताले जलाएको देखिन्छ। पूर्व राष्ट्रपति भण्डारीको घर जलाउने युवा संघका कार्यकर्ता पक्राउ पर्छन्। संसद भवन आगजनी गर्नेमा अखिल क्रान्तिकारीबाट बानेश्वर क्याम्पसको सोभिउ सदस्यको संलग्नता भेटिन्छ। प्रश्न हुँदै छैन त देश कसले जलायो? कांग्रेसको एमाले र माओवादी कार्यकर्ताले जलाए, एमालेको कांग्रेस र माओवादी कार्यकर्ताले जलाए, अनि माओवादीको एमाले र कांग्रेस कार्यकर्ताले जलाए। सिंहदरबार सबै पार्टीका झोलेहरू मिलेर जलाए। दोष जति जेनजीलाई। आतंककारीहरूको कुनै पार्टी हुन्न, धर्म हुन्न, सबैलाई कारबाही गर। बच्चा बच्ची मार्ने र देश चलाउने एउटै गिरोह हुन्। हेर्दै जानुस्, अलिक दिनपछि जेनजी आन्दोलनको छानबिन रोक्न दलहरू प्रधानमन्त्री कार्यालय पुग्नेछन् आफ्ना कार्यकर्ता फस्ने डरले। अब सरकारको सफलताको मापन निर्वाचन मात्र होइन, हुँदै होइन, जेनजीले चाहेको परिणाम हो। निर्वाचनपछि हत्यारा भ्रष्ट बलात्कारीहरू निर्वाचित भएर नआउने वातावरण यो सरकारले बनाउन सक्नुपर्छ। त्यसका लागि किन्तु परन्तु नभनी यी सबै अपराधीहरूलाई तुरुन्त कानुनी दायरामा ल्याउन जरुरी छ। हेर्नुस् त, जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकामा मात्रै गोली लागेर 35 जना मारिएकामा 19 जनाको छातीमा, 10 जनाको टाउकोमा, 4 जनाको पेटमा, 2 जनाको घाँटीमा गोली लागेको फरेन्सिक विभागले सरकारलाई दिएको रिपोर्टमा उल्लेख छ। सरकार हत्याराका नायकहरूलाई तुरुन्त पक्राउ गर, नत्र फरार हुन्छन्। त्यसपछि छानबिन गोलीलाई बयान बन्दुकसँग लिनुपर्ने अवस्था रहन्छ। सरकारले दरो खुट्टा टेकोस् होइन, नसक्ने लुला खुट्टा भएका मन्त्री छन् भने प्रधानमन्त्रीले घर फर्काउनु पर्यो। जनतामा आशा जगाउन दण्डहीनताको अन्त्य र तत्कालै 25 अनियमित काण्डहरूको फाइल अघि बढाउन जरुरी छ। अन्यथा जुन जोगी आए पनि कानै चिरेको हुनेछ। नेपालीहरूको आँखै अगाडि कलिला बालबालिका लगायत 76 जना नेपालीलाई गोली हानेको दृश्य सबैले देखेका छन्। गोली हानिदा देशमा को प्रधानमन्त्री थिए, को गृहमन्त्री थिए र उनीहरूको पदमा बसेको हिसाबले त्यसको दायित्व बोक्नुपर्छ कि पर्दैन? अहिलेको यक्ष प्रश्न हो यो।